मेरो आँप फालेको त अराङ्स बारी त जति पनि भएको त्यही ल साथीहरू गुड मर्निङ। यो चाहिँ मेरो माछा पोखरी है, हेर्नु होला माछा पोखरी यो हो। अब यहाँ करेसाबारी ल यहाँ लसुन साग त्यहाँ चाहिँ धनियाँ आलु है राजमा यता मामा हुनुहुन्छ। दाल पनि ढिलो हुने भयो, ढिलो हुने भयो, धान गयो। साग प्याज आलु त्यता गोबी त्यस्तै छ हजुर। ल ल है 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 यस्तो छ।